पेट्रोल 2 र डिजेल मट्टीतेल 12 रुपियाँले सस्तियो, ग्यास पनि प्रति सिलिन्डर 150 रुपियाँले बढ्यो। अब सर्वसाधारणको चुलो कसरी बल्छ? दर्शकबिन, पछिल्लो समय निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति सर्वसाधारणबाट व्यापक विरोध भइरहेको बेला सरकारले केही राहत दिने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य घटाएको छ। तर जनजीवनसँग प्रत्यक्ष जोडिएको खाना पकाउने एलपी ग्यासको मूल्य भने फेरि बढाएको छ। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा पेट्रोलमा प्रति लिटर 2 रुपियाँ तथा डिजेल र मट्टीतेलमा 12 रुपियाँ घटाउने निर्णय गरेको हो। निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले भने शुक्रबार बिहान 12 बजेदेखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरिसकेको छ। नयाँ दर अनुसार काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रति लिटर 217 रुपियाँ कायम भएको छ, जुन यसअघि 219 रुपियाँ थियो। यसैगरी सोही वर्गमा डिजेल तथा मट्टीतेलको मूल्य घटेर 225 रुपियाँ कायम भएको छ, जुन पहिले 237 रुपियाँ रहेको थियो। दोस्रो वर्ग अन्तर्गत पर्ने सुर्खेत र दाङमा अब पेट्रोल प्रति लिटर 216 रुपियाँमा पाइनेछ भने डिजेल तथा मट्टीतेलको मूल्य 234 रुपियाँ निर्धारण गरिएको छ। यसअघि ती क्षेत्रमा पेट्रोल 218 रुपियाँ र डिजेल मट्टीतेल 236 रुपियाँमा बिक्री हुँदै आएको थियो। पहिलो वर्ग अन्तर्गत पर्ने तराईका जिल्लाहरू चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रति लिटर 214 रुपियाँ 50 पैसा कायम गरिएको छ, जुन यसअघि 216 रुपियाँ 50 पैसा रहेको थियो। यस्तै डिजेल तथा मट्टीतेलको मूल्य घटेर 222 रुपियाँ 50 पैसा कायम गरिएको छ, जुन पहिले 234 रुपियाँ 50 पैसा कायम गरिएको थियो। यता निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको भने मूल्य बढाएको छ। आन्तरिक हवाई इन्धनमा प्रति लिटर 7 रुपियाँ वृद्धि गरेको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रति किलो लिटर 46 अमेरिकी डलर बढाएको छ। खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर 150 रुपियाँ वृद्धि भएसँगै अब उपभोक्ताले 1 सिलिन्डर ग्यास खरिदका लागि 2160 रुपियाँ तिर्नुपर्ने भएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतार चढाव तथा स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। पछिल्लो समयको मूल्य समायोजनले नेपाली जनताको ढाड भने नराम्रोसँग सेकेको छ।